शिक्षक शिक्षिकागण साथै मेरा प्यारा प्यारा साथीहरू, आज म तपाईहरुको अगाडि एउटा छोटो विषय लिएर उपस्थित भएको छु। मेरो विषयको शीर्षक छ दीपावली। यो चाड हामी हिन्दू जातिमा नेपालीहरूको सबैभन्दा रमाइलो चाड हो। यो चाड प्रतिवर्ष असोज वा कार्तिक महिनामा पर्छ। यसलाई हामी 5 दिने पर्व भनेर मनाउने गर्छौं। पहिलो दिन काग तिहार, दोस्रो दिन कुकुर तिहार, अनि तेस्रो दिन गाई तिहार औँसी मानिन्छ। यस दिन बिहान गौमाताको पूजा गरी दिनभरि आफ्नो घरहरू सजावट गरी रङ्गी फुल, माला, लाइट लगाएर आकाश बत्ती बाली बेलुकी साँझमा सबै परिवार भेला भई दीपमालीका गरी लक्ष्मी माताको पूजा अर्चना गरी रातभरि भैलेनी खेल्छौं। यसै गरी चौथो दिन गोवर्धन पूजा गरी गोरु